हेलो गाइस, आज चाहिँ हामी घुम्न गएको फन पार्क सबजना 5जना मिलेर आयन बाइकमा चढ्यो हामी सबैजना बाइकमा चढ्यौँ अनि हिँड्यौँ कता कता हिँड्यौँ डबल हिलबाट उतै हिँड्यौँ उता चाहिँ कता पुग्छ त्यसपछि आयन त गाडीमै हिँडायो आयन निदायो ठ्याक्कै फन पार्कको पछाडिको गेटबाट छिर्यौँ भान्जा त बुरुक बुरुक उफ्रिन थाल्यो त्यहाँ बसिरहेको त्यसपछि आमा जुन मक्क परिरहेको थियो निच्च भएर हाँसिरहनु भएको थियो भान्जीहरू फेरि यो खेल्ने र त्यो खेल्ने भन्न थाल्यो कोही नखेल्ने हुन्छ कोही खेल्ने भन्छ फेरि त्यसपछि उनीहरूलाई बाइक खेलाइदिउँ बाइक खेल्न थाल्यो त्यसपछि के खेल्यो भान्जालाई गाडी पनि खेलाइदिएँ चलाउनु चाहिँ आएर फेरि लोएर ठोक्क्याएर ठोकेको थिएन ठोकिएको थिएन तिम्रो चलाउनु आएन नि त तिम्रो धेरै ठोकेको थियो अन्त दिदी अनि फेरि बाजेहरू पिङ खेल्न थाले आमा केही बिना खेल्न पर्यो मेरो छोरा फेरि हराएर बल्ल बल्ल भेट्यो फेरि हराएर त फेरि चिप्ले खेल्न थाले चिप्लेटी खेल्न थाल्यो उसले फेरि सबै खेल्न डढायो त्यही चिप्लेटी मात्रै खेल्न मन अनि हामी रोटी पिङ खेल्यो भगवान् रोटी पिङ खेल्यो त ओ आमा आमा दिदी त रुँदै हाँस्दै म पनि रुँदै हाँस्दै बल्ल बल्ल झार्दै भन्दा भन्दा झऱ्यो फेरि आएरलाई उहाँ रेलगाडी खेल्न पर्यो बल्ल बल्ल रेलगाडी खेल्न माने फेरि त्यो खेल्न थालेपछि डुङ्गा नि खेल्न पर्यो अरे डुङ्गा नि खेलाइदियो 3जनाले फोटो खिच्यो त्यसपछि फेरि गाडी खेल्न पर्यो अरे त्यसपछि हामी फर्क्यौँ घर फर्क्यौँ हिँड्दैछौँ घर फर्के जस्तो गर्नु पर्यो नि त अनि त्यसपछि हामी एउटा चोकमा आएर त्यसपछि फेरि चोकमा आएर के खायौँ मोमो खायौँ सबैजनाले हम पार्यो बच्चाले खायो अनि हामी वाममै खायो खानुभयो अनि सिद्धि